हानेङसे याराबुन छिट्टो याद गर्नको लागि मिनिङ यसरी पढ्नुस्। नुना दिदी, अन्नी दिदी, यो केटाले बोलाउँदा र केटीले बोलाउँदामा फरक छ। ना म, येजा महिला, नाम्जा पुरुष, आने श्रीमती, फुइन श्रीमती, यादोङसेङ बहिनी, नामदोङसेङ भाइ, नामफेन श्रीमान, आदुल छोरा, ताल छोरी, ह्याङ्जे दाजुभाइ, छामे दिदीबहिनी, नामे दाजुबहिनीहरू भाइ बहिनीहरू, इत्ता हुनु, अप्ता नहुनु, खेसिदा हुनु, मग्दा खानु, छाप्सुसिदा अथवा थुसिदा टक्र्याउनु खानु, छादा सुत्नु, छुमुसिदा सुत्नु आदरपूर्ण, मालहादा बोल्नु, माल्सु भाजिदा बोल्नु, आफुदा दुख्नु, फ्यान्जाङ दुख्नु आदरपूर्ण, फिज्जा पिज्जा, फिबिम्फाप मिश्रित खानाको परिकार यानि खिचडी भनेर बुझ्न सकिन्छ। मादाङ आँगन, छाङमुन झ्याल, ताक्ता बन्दा गर्नु अथवा पुछ्नु, साल्दा बाँच्नु अथवा बसोबास गर्नु, छालादा राम्ररी गर्नु अथवा राम्रो गर्नु। वामोवा सङ्गेक रूप र व्यक्तित्व, यपुदा सुन्दरी हुनु राम्री हुनु, मसित्ता आकर्षक हुनु, खुयाप्ता प्यारी हुनु, छालसेङ्गिदा सुन्दर हुनु आकर्षण हुनु, खिगा खुदा अग्लो हुनु, खिगा छक्दा छोटो हुनु, मरिगा खाल्दा कपाल लामो हुनु। मरी भनेको टाउको हो, तर पछाडि खाल्दा जोडिसकेपछि कपाल लामो हुने भन्ने बुझिन्छ, टाउको लामो भन्न मिल्दैन है। मरिगा चाक्दा कपाल छोटो हुनु, छेमी इत्ता रमाइलो हुनु, छिन्जल हादा दयालु हुनु, छाक हादा असल हुनु दयालु स्वभावको हुनु, फुजिरन आदा मेहनती हुनु, वालबाल आदा फुर्तिलो हुनु, याङजन आदा शान्त हुनु, तुकतुक आदा स्मार्ट हुनु, ताकताक आदा कडा हुनु, अनि तुङ आदा भनेको मोटो हुनु। संज्ञा कि खुपादा भनेको हतारिलो हुनु, चटपटे स्वभावको यानि म जस्तै हुनु। हुइए भनेको कार्य, सासिन भनेको सत्य तथ्य वास्तविक, नायल हम भनेको सूची बनाउने क्रमिक मिल्ने, सादा सस्तो हुनु प्याक गर्नु, मासित्ता स्वादिष्ट हुनु, छुइप्ता जाडो हुनु, छेमित्ता रमाइलो हुनु, पाल्ले आधा लुगा धुनु, सुइप्ता सजिलो हुनु, ख्याङछालग्वान प्रहरी अधिकृत